साथीहरू नमस्कार। आज मैले कम्प्युटर भनेको के हो, कम्प्युटरका विशेषताहरू, कम्प्युटरका प्रकार, जेनेरेसन अफ कम्प्युटर, त्यसपछि हार्डवेयर र सफ्टवेयर रिलेटेड भिडियो लिएर आएको छु। कृपया कस्तो लाग्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु ल। अब कम्प्युटर भनेको के हो? कम्प्युटर एक इलेक्ट्रोनिक उपकरण हो जसले डेटालाई इनपुटको रूपमा प्राप्त गर्ने र उक्त डेटालाई प्रशोधन गरी आउटपुटको रूपमा ठोस सूचना दिने कार्य गर्दछ। जब हामीले डेटालाई इनपुट दिन्छौँ, इनपुट दिइसकेपछि सीपीयूले प्रोसेस गरेर आउटपुट दिन्छ। अब कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटर शब्दबाट परिभाषित भएको, यो प्री टेस्टमा सोध्न सक्छ। अब यो वर्किङ प्रिन्सिपल अफ कम्प्युटर भनेर चाहिँ एकचोटि राष्ट्र ब्याङ्कको प्री टेस्टमा सोधिसकेको क्वेसन छ। कृपया भिडियो सबै ध्यान दिएर सुन्नु होला, जहाँबाट जे क्वेसन पनि सोध्न सक्छ। कम्प्युटरले आफ्नो कार्य इनपुट, प्रोसेस, आउटपुट, स्टोरेज साइकलका आधारमा सम्पादन गर्दछ। यहाँ मैले यो फिगर बनाउन कोसिस गरेको थिएँ, यो चाहिँ अलिक बिग्रिएछ साथीहरू, म यसलाई एक्सप्लेन गर्छु है त। डेटालाई हामीले इनपुटको रूपमा दिन्छौँ, त्यो हामी सबैलाई थाहा छ, र सीपीयूले प्रोसेस गर्छ। प्रोसेस गरिसकेपछि केही समयका लागि डेटालाई चाहिँ होल्डिङ गरेर राख्छ क्या साथीहरू। स्टोरेज भनेको मेमोरीमा गएर केही समयका लागि डेटा बस्छ प्रोसेस हुँदै गर्दाखेरि। त्यसपछि आउटपुट आउँछ, आउटपुट भएपछि स्टोरेज, यो स्टोरेजमा गएर बस्नुपर्ने थियो इन्फर्मेसन पछि स्टोरेजमा बस्नुपर्ने थियो। यो फिगर अलि नमिलेको छ, तर वर्किङ प्रिन्सिपल अफ कम्प्युटर भन्दा तपाईँहरूले इनपुट, प्रोसेस, आउटपुट र स्टोरेज साइकलका आधारमा सम्पादन गर्छ भन्ने कुरा नै याद गर्नुपर्ने हुन्छ साथीहरू। अब तपाईँहरूलाई डेटा इन्फर्मेसनको कुरा म एक्सप्लेन गर्छु, त्यसपछि अगाडि बढ्छु। अब डेटा निश्चित जानकारी नभएको अप्रशोधित तथ्य डेटा हो। यसले चाहिँ कुनै जानकारी नै दिँदैन क्या। एउटा ओड चाहिँ के हो? डेटा हो। जस्तै RAM 10-15 डिग्री सेल्सियस, यसले केही जानकारी दिन्छ तपाईँहरूलाई? दिँदैन नि, यो डेटा हो। अब इन्फर्मेसन भनेको चाहिँ कुनै पनि कुराको इन्फर्मेसन दिने क्या। यसको कुनै अर्थ हुन्छ क्या। जस्तै निश्चित जानकारी भएको प्रशोधित तथ्य के हो? इन्फर्मेसन हो। यसले निश्चित जानकारी दिन्छ। जस्तै रामले विज्ञान विषयमा 100 अङ्क ल्यायो, यो त एउटा वाक्य, पूर्ण वाक्य भयो नि, यसले केही अर्थ दियो नि। अब त्यसपछि फिचर्स अफ कम्प्युटर, यसबाट पनि एकचोटि राष्ट्र ब्याङ्कको प्री टेस्टमा क्वेसन सोधिसकेको छ साथीहरू, यो डिलिजेन्सबाट सोधेको छ। अब हाई स्पिड, कम्प्युटरको एउटा मुख्य विशेषता हाई स्पिड हो। यसले के गर्छ? सेकेन्ड भरमै गणना तथा प्रक्रिया पुरा गर्न सक्छ। तपाईँले क्यालकुलेटरमा 2x15 हान्नुभयो भने कति छिटो त्यसले आउटपुट दिन्छ। यो नै हाई स्पिड हुन्छ कम्प्युटरको एउटा विशेषता। त्यसरी एकुरेसी भनेको शुद्धता। कम्प्युटरले सही डेटा इनपुट गरेमा त्रुटिरहित परिणाम प्रदान गर्दछ। तपाईँले यदि सही डेटा चाहिँ हान्नुभयो भने त्यसले कहिले त्रुटि गर्दैन, मिस्टेक गर्दैन। जस्तै क्यालकुलेटरमा सही डेटा, जस्तै 10x1000 हान्नुहोस्, त्यसले कहिले पनि गलत परिणाम दिँदैन यदि कम्प्युटर बिग्रेको चाहिँ छैन भने। अब अटोमेसन भनेको एकपटक निर्देशन दिएपछि स्वतः कार्य सम्पादन गर्छ। एकचोटि चाहिँ निर्देशन दिनु पर्यो, त्यसपछि आफै कम्प्युटरले कार्य गर्दछ। स्टोरेज क्यापासिटी भनेको अब ठुलो मात्रामा डेटा भण्डारण गर्न सक्छ, यो हामीलाई थाहा छँदैछ। अब भर्साटिलिटी भनेको विविधता, व्यापार, शिक्षा, अनुसन्धान आदि विविध क्षेत्रमा प्रयोग गर्न सकिन्छ। कम्प्युटरलाई चाहिँ व्यापार, शिक्षा, अनुसन्धान आदि विविध क्षेत्रमा, जस्तो अनुसन्धान भनेको अब रोबोट बनाउने कार्य हरेक क्षेत्रमा प्रयोग गर्न सकिन्छ, हामीलाई थाहा छँदैछ। अब डिलिजेन्स, यसबाट चाहिँ एकचोटि राष्ट्र ब्याङ्कमा क्वेसन सोधेको छ। कम्प्युटरले बिना थकाइ, बिना गल्ती निरन्तर रूपमा कार्य गर्न सक्छ। यो कम्प्युटरको कुन विशेषता हो भनेर सोधेको थियो साथीहरू, एकचोटि हेर्न नि सक्नुहुन्छ। कम्प्युटरले बिना थकाइ, बिना गल्ती र निरन्तर रूपमा कार्य गर्न सक्छ। यो कम्प्युटरको डिलिजेन्स, लगनशीलता विशेषता हो। अब कम्प्युटरका प्रकारहरू, यो क्वेसन चाहिँ खासै कतै सोधेको छैन, तर जान्नु त पर्यो लोकसेवा तयारी गर्दाखेरि। अब आकारका आधारमा कम्प्युटरका प्रकारहरू भनेर छ साथीहरू। आकारका आधारमा बेसन साइज, सुपर कम्प्युटर, यो सुपर कम्प्युटर भनेको चाहिँ सबैभन्दा शक्तिशाली, उच्च गति, उच्च स्टोरेज क्षमता भएको कम्प्युटर हो। यो कहाँ प्रयोग गरिन्छ त भन्दा वैज्ञानिक अनुसन्धान, मौसम पूर्वानुमान, होइन, आणविक परीक्षण जस्ता कार्यमा यसलाई प्रयोग गर्न सकिन्छ। अब उदाहरण भनेको समिट, फुगाको राखेको छु मैले। अब यो समिट पनि सुपर कम्प्युटर हो। यो एक समय चाहिँ सबैभन्दा छिटो
उच्च गतिको कम्प्युटर थियो हैन। अब यो वैज्ञानिक अनुसन्धान तथा डेटा विश्लेषणमा मुख्य रूपमा प्रयोग गरिन्छ। अब त्यसपछि फुकाकु भनेको चाहिँ यो पनि सुपर कम्प्युटर भइगयो, विश्वकै एक शक्तिशाली कम्प्युटर पनि हो। यो कहाँ प्रयोग गरिन्छ? त्यस्तै अघि मैले मास्तिर वैज्ञानिक अनुसन्धान, मौसम पूर्वानुमान, आणविक अनुसन्धानमा यसलाई प्रयोग गर्न सकिन्छ। अब त्यसपछि अर्को छ सुपर कम्प्युटर पछि मेन फ्रेम कम्प्युटर है। हजारौँ अरू ससाना कम्प्युटरलाई नेटवर्कमा जोड्ने कम्प्युटर, जस्तै बैंक, बिमा कम्पनी, सरकारी निकायहरूले यी कम्प्युटर प्रयोग गर्न सक्छन्। उदाहरणका लागि IBM Z सिरिज भन्ने छ है साथीहरू। अब निरन्तर रूपमा काम गर्न सक्ने क्षमता भएको कम्प्युटर चाहिँ यो IBM Z सिरिज कम्प्युटर हो। यो उच्च सुरक्षित पनि धेरै सुरक्षित हुन्छ। बिमा तथा ठुला व्यवसायले यसलाई प्रयोग गर्दछन् हैन। बैंक त उच्च फाइनान्सियल ट्रान्जेक्सन हुने संस्था भएकाले यसलाई बैंकले पनि प्रयोग गर्दछ। अब IBM भनेको चाहिँ इन्टरनेसनल बिजनेस मेसिन है साथीहरू, यसलाई कन्फ्युज हुन आवश्यक छैन। अब त्यसपछि अर्को छ मिनी कम्प्युटर। मिनी नामबाटै थाहा हुन्छ हामीलाई मिनी कम्प्युटर भनेको के हो। मेन फ्रेम कम्प्युटर भन्दा साना आकारका कम्प्युटर, काम गर्ने गति कम हुन्छ, मध्यम आकारका व्यवसायले प्रयोग गर्दछन्, जस्तै PDP-11, VAX भन्ने रहेछ। अब यो PDP-11 भनेको चाहिँ प्रोग्राम डेटा प्रोसेसर। PDP भनेको प्रोग्राम PROGRAMMED प्रोग्राम डेटा प्रोसेसर। अब यो विद्यालय, व्यावसायिक अनुसन्धान, व्यावसायिक क्षेत्र अनुसन्धानमा व्यापक रूपमा प्रयोग हुने कम्प्युटर हो यो मिनी कम्प्युटर भनेको चाहिँ है। अब त्यसपछि अर्को छ मिनी कम्प्युटर पछि माइक्रो कम्प्युटर। माइक्रो कम्प्युटर भनेको चाहिँ सर्वसाधारणका लागि बनाएका पर्सनल कम्प्युटर, जस्तै डेस्कटप, ल्यापटप, ट्याब्लेट टाइपका कुराहरू माइक्रो कम्प्युटर हुन्। अब यो चाहिँ हाम्रो के थियो, आकारका आधारमा कम्प्युटरका कतिवटा प्रकार भए, 4वटा। अब त्यसपछि हामी डेटा प्रोसेसिङ प्रविधिका आधारमा के साथीहरू कम्प्युटरका प्रकारहरू पढ्छौँ। कृपया ध्यान दिएर सुन्नु होला है साथीहरू। एनालग कम्प्युटर, लगातार परिवर्तन हुने डेटा जस्तै तापक्रम, भोल्टेजको गणना गर्न प्रयोग गर्ने कम्प्युटर के हो, एनालग कम्प्युटर हो। जस्तै थर्मोमिटर, स्पिडोमिटर। थर्मोमिटर भनेको हाम्रो शरीरको तापक्रम नाप्न प्रयोग गरिन्छ। त्यस्तै स्पिडोमिटर भनेको गाडीका गतिहरू नाप्न प्रयोग गर्ने कम्प्युटर हो। अब दोस्रो छ डिजिटल कम्प्युटर। डिजिटल कम्प्युटर भनेको के हो त भन्दा नम्बर वा बाइनरी डिजिट, 0 देखि 1 को आधारमा, बाइनरी डिजिटको आधारमा गणना गर्ने कम्प्युटर के हो, डिजिटल कम्प्युटर हो। जस्तै मोबाइल फोन, पर्सनल कम्प्युटर, क्यालकुलेटर चाहिँ के भए, जसले अङ्क सम्बन्धी कुराहरू कम्प्युटर छन् तिनीहरू के हुन्, डिजिटल कम्प्युटर हुन्। जस्तो अब हाइब्रिड कम्प्युटर, यो हाइब्रिड भन्ने बित्तिकै तपाईँहरूले बुझिहाल्नु भयो होला। अब हाइब्रिड कम्प्युटर भनेको के हो त भन्दा डिजिटल र एनालग कम्प्युटरका फिचरलाई एकीकृत बनाएका कम्प्युटर के हुन्, हाइब्रिड कम्प्युटर हुन्। यसको मतलब के हो, यो हाइब्रिड कम्प्युटरले चाहिँ लगातार परिवर्तन हुने डेटाको गणना गर्ने तथा यो नम्बरका कुराहरू अथवा बाइनरी डिजिटको आधारमा गणना गर्ने कम्प्युटर के हो, हाइब्रिड कम्प्युटर हो। अब मेडिकल, वैज्ञानिक अनुसन्धान, उद्योगमा आदिमा प्रयोग गरिन्छ। जस्तै अल्ट्रासाउन्ड मेसिन, ECG आदि भनेको छ। अब अल्ट्रासाउन्ड मेसिन भनेको चाहिँ ठ्याक्कै भन्दा चिकित्सकीय यन्त्र हो हैन। यो के कस्तोमा प्रयोग, गर्भावस्थामा शिशुको अवस्था परीक्षण गर्न पनि के प्रयोग गरिन्छ, अल्ट्रासाउन्ड मेसिनको प्रयोग गरिन्छ। यो तपाईँहरूलाई थाहा छ होला। अब त्यसो ECG भनेको चाहिँ यो के हो, ECG को फुल फर्म चाहिँ के हो भन्दा इलेक्ट्रोकार्डियोग्राम भन्ने हुन्छ। यो कहाँ प्रयोग गरिन्छ, तपाईँहरू यदि मुटु सम्बन्धी हस्पिटलमा जानुभएको छ भने त्यहाँ ECG गर्ने भन्छन् नि, त्यो भनेको चाहिँ के हो भन्दा मुटुको परीक्षण गर्न यो ECG को प्रयोग गरिन्छ है साथीहरू। अब हाम्रो डेटा प्रोसेसिङ प्रविधिका आधारमा पनि कम्प्युटरका प्रकारहरू कति रहेछन्, तीनवटा रहेछन्, हामीले पढिहाल्यौँ। अब हामी उद्देश्यका आधारमा कम्प्युटरका प्रकार कतिवटा छन् त भन्दा स्पेसल पर्पज कम्प्युटर र जेनरल पर्पज कम्प्युटर। स्पेसल पर्पज कम्प्युटर भन्ने के हो त, निश्चित कार्यका लागि मात्र डिजाइन गरेका कम्प्युटर।
एउटा कामका लागि बनाएको कम्प्युटर अर्को क्षेत्रमा प्रयोग गर्न सकिँदैन। जस्तै ब्याङ्किङ, हस्पिटल, मौसम विज्ञान, विमान उडान नियन्त्रण आदि कार्यमा प्रयोग गरिन्छ। जस्तै एटिएम, क्यालकुलेटर, मेडिकल स्क्यानर आदि स्पेसल पर्पज कम्प्युटरका उदाहरणहरू हुन्। अब जेनरल पर्पज कम्प्युटर विभिन्न प्रकारका कार्यहरू गर्न सक्ने कम्प्युटर। जस्तै एउटा कम्प्युटरले विभिन्न क्षेत्रमा कार्य गर्न सक्छ साथीहरू। एटिएमले अर्को कुनै केही कार्य गर्न सक्छ त गर्दैन। जस्तै प्रयोगकर्ताले आवश्यकताअनुसार विभिन्न सफ्टवेयर तथा एप्लिकेसन चलाएर फरक फरक कार्य गर्न सक्ने। जस्तै पर्सनल कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट, तपाईँले फोनबाट क्यालकुलेटरको काम नि गर्न सक्नुहुन्छ। जस्तै एक्सलका कामहरू नि गर्न सक्नुहुन्छ, वर्डका कामहरू नि गर्न सक्नुहुन्छ। यो के हो? जेनरल पर्पज कम्प्युटर भन्ने कुरा हो साथीहरू। अब यो भिडियो चाहिँ मैले अरू पनि जेनेरेसन अफ कम्प्युटर, हार्डवेयर सफ्टवेयर रिलेटेड भिडियो पनि यसैमा हाल्छु भनेको थिएँ, तर भिडियो लामो हुने भएकाले मैले योचोटि हाल्न पाइनँ। अर्को भिडियोमा पक्कै पनि म लिएर आउनेछु।